पर्यावरण साहित्य, त्यही साहित्यको धारमा अहिले म लेखिरहेको छु। नयाँ धार भयो, नयाँ धारमा एकदमै नयाँ धार। र त्यही धारमा लेखेको मेरो पर्याप्रेमको गुन्जन नामक कृतिबाट म पहिलो कविता नै पढ्छु, फुलको प्रश्न। अत्तर बनाएको भए सुगन्ध छरिरहेको हुन्थे, माटोमा झर्न पाएको भए नयाँ बिरुवा बनेर फेरि फुलिरहेको हुन्थे। भरभराउँदो यौवनको मिठास लिन नपाउँदै टिपेर मन्दिरमा पुर्यायो र हुर्क्यायो मूर्तिको पाउमा मलाई। कसैका देवता खुसी हुन्छन् भने ठिकै छ भनेर सही दिए। माला बनाउने भन्दै धागो सहितको तीको सियोले मुटुमै घोच्यो र बन्दी बनायो मलाई। कसैको खुसीको लागि पीडा सहनु पनि धर्मै हो भनेर सही दिए। तर हदै पार गरेर सेलाएको भन्दै फेरि किन निल्कायो मलाई नदी किनारमा लगेर, र त्यसपछि किन आफै थुक्न थाल्यो मलाई दुर्गन्धित फोहोरको विशेषणले आभूषित गरेर। मैले त आफूसँग भए भरको सौन्दर्य तिम्रै आँखामा पोतिदिएकै थिएँ त। मैले त आफूसँग भए भरको सुवासलाई तिम्रै नाकमा घसिदिएकै थिएँ त। तर त्यसको बदलामा गर्नै नहुने कृत्य गर्दै आफैले समेत पिउने र आफ्नै शिरमा चढाउने पानीलाई नै प्रदूषित पार्दै तिमीले नै पुर्याऊ मलाई दुर्गन्धित यो खाडलमा। जवाब देऊ ए कृतज्ञ मान्छे, दिएका हौ तिमीले मलाई मेरो कुन अपराधको सजाय। अत्तर बनाएको भए सुगन्धित छरिरहेको हुन्थे, अत्तर बनाएको भए सुगन्धित छरिरहेको हुन्थे। धन्यवाद। कविज्यू साह्रै मन पर्यो कविता। अर्को कविता पनि तयार पार्नु होला। आदरणीय दर्शकहरू, हामी वरिष्ठ कवि कृष्ण बाउसेसँग भलाकुसारी गर्दैछौँ। कविता के हो, गद्य कविताको अहिले बाढी नै चलेको छ। विक्रम सम्वत 2013 साल